हेलो एभ्रिवान एन्ड वेलकम ब्याक भिडियो। यो चाहिँ म अहिले चाहिँ एसआरके युनिभर्सिटीको पोर्टलमा छु, जहाँ चाहिँ म तपाईँलाई एसआरके युनिभर्सिटीको बेसिक प्याकेजको एकाउन्ट क्रिएट गरेर देखाइदिनेवाला छु। र यहाँ डिटेलहरू भरिसकेको छु, केही डिटेलहरू, र म तपाईँको अगाडि फेरि केही डिटेलहरू भरेर देखाउने छु। र तपाईँले पनि यसरी नै एकाउन्ट क्रिएट गर्न सक्नुहुन्छ। फर्स्टमा चाहिँ तपाईँले एउटा नाम राख्नुहोला, त्यसपछि लास्ट नाम राख्नुहोला, आफ्नो कास्ट, त्यसपछि एउटा जिमेल राख्नुहोला र एउटा पासवर्ड राख्नुहोला। अनि त्यसपछि कन्ट्री चुज गर्नु होला र आफ्नो डेट अफ बर्थ चुज गर्नु होला र एउटा नम्बर चुज गर्नु होला है। यति हामी पहिला सुरुमा भर्छौँ। र तपाईँले राम्रोसँग यो लिङ्क चाहिँ तपाईँले यस्तो अप्सन चाहिँ कहाँदेखि पाउनुहुन्छ भने, यदि तपाईँ मेरो ग्रुपमा हुनुहुन्छ भने मैले ग्रुपमा हालिदिएको हुन्छु, अथवा युट्युबमा हेर्दै हुनुहुन्छ भने युट्युबको कमेन्ट बक्स तपाईँले चेक गरेपछि सिधै डाइरेक्ट बेसिक प्याकेजको यो पोर्टलमा खुल्नुहुन्छ। बेसिक भए बेसिक, स्ट्यान्डर्ड भए स्ट्यान्डर्ड, सबैको प्रोसेस सेम हो। र एउटा पासवर्ड राखेर हामी हेर्नेछौँ। तपाईँको अगाडि चाहिँ एउटा पासवर्ड राखिदिन्छु म, जो पासवर्ड चाहिँ एकदम सजिलो होस् हैन। अहिले एकछिनको लागि क्रिएट गर्नको लागि चाहिँ हामी एउटा पासवर्ड राखिदिनेछौँ। यहाँ तपाईँले मजासँग हेर्न सक्नुहुन्छ यो चाहिँ। अनि यहाँ चाहिँ हामीले एउटा नेपाल चुज गर्नेछौँ। अनि एउटा डेट अफ बर्थ पनि हालिदिन्छौँ। तपाईँको आफ्नो डेट अफ बर्थ तपाईँले हाल्नु होला। अहिलेको लागि हामी 2004 राखिदिन्छौँ है। सो अब चाहिँ यहाँनिर चाहिँ तपाईँले कन्ट्याक्ट नम्बर आफ्नो चाहिँ रियल हाल्नु होला है तपाईँहरूले चाहिँ। अनि यहाँ जेन्डर चुज गर्नुपर्ने हुन्छ। अनि यो अलरेडी कोड लागिसकेको छ, यता कोड छैन भने यो कोड तपाईँले युज गऱ्यो भने डिस्काउन्ट पाउनुहुन्छ है। मैले तपाईँलाई पहिला पनि भनेको थिएँ। यो चाहिँ एकछिनको लागि चाहिँ हामी नम्बर जे पाए त्यही राखिदिउँ, 10वटा पुगाइदिउँ। 1 2 3 4 5 6 7 8 9 10, 10वटा पुगाइदिउँ। र यहाँ तपाईँले आफ्नो जेन्डर राख्न सक्नुहुन्छ। अनि त्यसपछि यहाँ पर्पजमा चाहिँ मेन कुरा चाहिँ यो एफिलिएट चुज गर्नु होला, यदि इन्कम जेनेरेट गर्नु छ भनेपछि है। सो हामीले एकछिनको लागि चाहिँ यसमा एफिलिएट चुज गर्छौँ र त्यसपछि यहाँनिर यसमा क्लिक गर्छौँ। अनि त्यसपछि प्रोसेस टु पेमेन्टमा जान्छौँ। र यहाँ गइसकेपछि अब तपाईँले यहाँनिर फास्ट पे भन्ने अप्सन पाउनुहुन्छ। यसमा क्लिक गर्नुपर्ने हुन्छ हामीले चाहिँ फास्ट पेमा क्लिक गर्नुपर्ने हुन्छ। फास्ट पेमा भन्छु कि सरी यहाँ तपाईँले एसआरके अर्गनाइजेसन एभाइलेबल यसमा क्लिक गर्नुपर्ने हुन्छ है। जुनमा तपाईँले एभाइलेबल देख्नुहुन्छ त्यसमा क्लिक गर्नुपर्ने हुन्छ। सो यसमा क्लिक गर्ने बित्तिकै तपाईँले क्युआर पाउनुहुन्छ, जसमा चाहिँ तपाईँले बेसिकको चाहिँ तपाईँले मेरो युज गरेपछि 599 मा पाउनुहुन्छ। लगभग 1600 रुपियाँमा तपाईँले पाउनुहुन्छ। योमा क्युआरमा पेमेन्ट स्क्रिनसट गरेर त्यहाँको ट्रान्जेक्सन आइडी अथवा तपाईँले पेमेन्ट गरेको नम्बर तपाईँले यहाँ राखिदिनु पर्ने हुन्छ। यहाँ कुनबाट पेमेन्ट गर्नुभएको लाइक अनि त्यो राखिदिनु पर्ने हुन्छ। अनि यहाँ चाहिँ तपाईँले आफ्नो अपलोड पेमेन्ट प्रुफ भनेको छ, यहाँ चाहिँ तपाईँले पेमेन्ट प्रुफ राखिदिनु होला है। सो एकछिन फेरि म तपाईँलाई देखाइदिन्छु। अनि यहाँनिर चाहिँ तपाईँले अपलोड पेमेन्ट प्रुफ भनेर क्लिक गर्नु न, यहाँ ग्यालेरी खुल्छ, स्क्रिनसट लगेर यसमा अपलोड गरिदिनु पर्ने हुन्छ। अर्को चाहिँ यहाँ अप्सन यसरी आउँछ, यहाँ तपाईँहरूले अरू अप्सन चुज गर्न सक्नुहुन्छ। र यहाँ चाहिँ एउटा ट्रान्जेक्सन आइडी हालेर यहाँनिर सबमिट गरिदिनु होला। ल यो रहेको छ आजको डिटेल भिडियो, एकाउन्ट कसरी क्रिएट गर्ने भनेर। र तपाईँले यसरी चाहिँ जुनसुकै प्याकेजको पनि एकाउन्ट क्रिएट गर्न सक्नुहुन्छ। र डिटेलको लागि चाहिँ तपाईँले मलाई वाट्सएपमा पनि म्यासेज गर्न सक्नुहुन्छ, मेरो कमेन्ट बक्स चेक गर्न सक्नुहुन्छ। वाट्सएपबाट हो भने पनि मेरो वाट्सएप कम्युनिटीबाट हुनुहुन्छ भने एडमिनमा गएर मलाई म्यासेज गर्न सक्नुहुन्छ डिटेलको लागि है। सो थ्याङ्क यू फर वाचिङ।